जानेको प्रमाणका आधारबाट हामीले राय सुझाव दिएका छौं। अब यो सम्पत्ति सरकारको भयो, सरकारले यसलाई ओन गर्यो, सरकारले यसको आवश्यक कारबाही गर्नुपर्ने, पुरस्कृत गर्नुपर्ने, के गर्नुपर्ने अब सरकारले गर्छ। त जनताले त्यसले खोजिरहेका छन् नि, के भयो खासमा अनुमान के गर्ने जनताले जसले गल्ती गरेको छ त्यसलाई कारबाही हुन्छ, जसले राम्रो गरेको छ त्यसलाई कारबाही हुन्छ। जनताको त स्पष्ट डिमान्ड छ, कारबाही गर, हतकडी लगाऊ भनिरहेछन् जनताले। अभिमत त्यो छ, ठिक छ। त्यो कुरा चाहिँ अब आउने, अब सरकारको सम्पत्ति भएकोले सरकारले यो विषयमा कारबाहीको सिफारिस गरेको छ आयोगले। यो कुरामा यहाँ कारबाहीलाई सिफारिस गरेको छ। कति पृष्ठको प्रतिवेदन छ? प्रतिवेदनले मूलभूत रूपमा 23 गतेको घटनालाई कसरी हेरेको छ, 24 गतेको घटनालाई कसरी हेरेको छ? करिब 900 प्लस पेजहरू छन्, अनुसूचीहरू पनि छन् र त्यो करिब सबै गर्दाखेरि 8 देखि 10,000 को पेजहरू हुन्छ सबै गर्दाखेरि। अब यो सम्बन्धमा चाहिँ मिहिन रूपले 23 गते र 24 गते घटनाहरूको विषयमा छ। आयोगमा पहिला 23 गते आएको छ कि 24 गते आएको छ? 23 गते पहिला 23 गते। तत्कालीन गृहमन्त्री प्रधानमन्त्रीलाई फौजदारी अभियोग पनि लगाइएको छ भन्ने छ नि त, के हो? जसले गल्ती गरेको छ उसलाई अब अभियोग लगाएको छ, त्यसमा कुनै दुई मत छैन। सर एउटा सोधौँ है, जस्तै कि यो घटना घट्नुको व्यापशेष के भयो भन्ने कुराको इङ्गित छ सर। जस्तै कि व्यक्तिमा नजाउँ, के कुराको केही सेक्युरिटी ल्याप्सेस भएको छ निश्चय पनि। त्यो यो संसद भवन परिसरमा सुरुबाटै ब्यारिकेड देखिनकै केही कमी कमजोरीहरू देखिएको छ, त्यति हो। सर एउटा सोधौँ है, यो जो दोषी छन् भन्नुभयो, नाम भन्नु परेन, तर उनीहरूलाई फौजदारी अभियोगमै कारबाहीको सिफारिस छ या प्रशासनिक? कारबाहीलाई सिफारिस छ। म डिटेल कुरा अहिले भन्दिनँ तपाईँलाई। फौजदारी छ कि छैन म भन्दिनँ। अब अहिले तपाईँले प्रधानमन्त्रीसँग कुरा गर्दाखेरि प्रधानमन्त्रीसँग कुरा हुँदा प्रधानमन्त्रीको मनस्थिति आफूले सार्वजनिक गर्ने भन्ने छ कि अर्को सरकारले आफै सार्वजनिक गरोस् भन्ने छ, के छ? तपाईँले के बुझ्नुभयो यो विषयमा? प्रधानमन्त्रीज्यूले हामीलाई धन्यवाद दिनुभयो। यो सरकारको सम्पत्ति भयो, अब हामीले के गर्नुपर्ने गर्छौँ भन्नुभएको छ। सर एउटा अन्तिममा सोध्छु, हिजो मल्लिक आयोग थियो, रायमाझी आयोग थियो, तपाईँहरूको हालत पनि त्यस्तै हुने त होइन? हुँदैन, यो कुरा ढुक्क पर्छ। हामीले सोधपुछ चाहिँ करिब 200 प्लस मान्छेहरूलाई गर्यौँ। केही बयान कागजहरू गरायौँ, केही साक्षी पीडित लगायत जान्ने बुझ्ने विज्ञहरूसँग नि हामीले राय सुझाव लियौँ। एक्सटेन्सिभ हिसाबले यो विषयमा हामीले काम गर्यौँ। कतिजनालाई कारबाही सिफारिस गर्नु भएको छ? नम्बर त भनिदिनु न, यो नम्बर भन्न मिल्छ? कारबाही सिफारिस भएको छ। ल